सो वाट्सअप गाइस, वेलकम टु माई न्यू ब्लग। तपाईँको स्वागत छ आज परिवार ब्लगमा। सो आज मैले तपाईँलाई होमवर्क गरेको डम्स देखाउने छु। अनि के हुन्छ आज हेरौँ न। अब भाइले होमवर्क गर्दैछ, मम्मी यहाँ के गर्दै हुन्छ थाहा छैन। के गर्दै हुन्छ मम्मी? अब पकाउने पकाउने हो र हाम्रो किचन हेर्नु है गाइस। यहाँ यो के हो नयाँ मम्मी, यसको नाम के हो रे? एक भाडा राख्ने स्टिलको ऱ्याक है। अनि त्यो है यहाँ यता ग्यासहरू, ग्यास यहाँ यस्तो यहाँ टुट्दिएको नि। भिखारी किन भन्नुहुन्छ? अब ल भिखारी पनि भयो त्यहाँ। म कट गरिदिन्छु, कट गर्दैन। सो अब होमवर्क गरिन्छ। अनि ओइ गाइस, अहिले हानिदिन्छु मैले पार। के हानिदिन्छ से? गाइस हानिदिन्छु। कस्तो अच्छे छ हेरौँ, हेरौँ तेरो कस्तो अच्छे छ। के हो के गरेको जस्तो अहिले? सिक्नु पर्यो नजिक के बस्छु म गर्छु। टेबल यहाँ राम्रोसँग तल यस्तो टेबल किन्न छ गाइस भने कमेन्टमा जानु न गाइस। यस्तो टेबल किन्न छ भने कमेन्टमा। अनि यहाँ अरू सिधै तपाईँले चस्मा लिएर आउनु है, यहीँ छ यो दाजुको चस्मा। यो निकाल्नु अब यसको त अहिले पनि हेर्नु हुन्छ क्या हो। के छ अरू नयाँ हो ग्यास पटक्सिनु गर्छु। मैले तपाईँलाई टाइम वेस्ट ल्याउँदैछु ल, बाई। म पनि गरिसकेँ। अब बच्चा हो र होमवर्क गरिसके। के रे बच्चा हो र अच्छा हो र के खेल्छस् गेम? के खेल्छस् बरुण गेम? कलर अर्को गरौँ। के कलर? अर्को गरौँ के? बहुत छोडिदियो। पैसा छ तिमीले है? सकिन्छ पैसा। काठ कहिले त एकचोटि यहाँ अपग्रेड गर्छु किन? पहिला यहाँ अपलोड गर्छु 200 हुन्छ नि। ल अब खेल, यो मात्र खेल है। फेरि नहानी हारिसक्यो कि धोबी खान्छ। मनको खेल्छस् अहिले? अब कुन सबै लान्छ त्यही। यो ए गेम खेल्यो मेरो टाइममा गेम खेल्न दिएको कि अहिले फेरि मैले मम्मीको भ्लग गर्नुपर्छ नि त फेरि। सियो नि त हिरो हाम्रो मैले भ्यू जस्तो है। मम्मी के गर्नु लाग्नुको? के लाउनुको? के लाउनुको? तल खस्नु होला फेरि। खुसाहरू भात खाँदै
वो केले यस्तो गरेको के धमाका आयो युज गर बुस्ट युज गर ए सबैले मलाई गरिन्छ यो म्याप किन लिस् त नि ह यो म्याप किन लिस् ए छोड दे उता त सो गाइस मैले भात पनि खाइसकेँ अब त्यो फिल्म पनि भइसक्यो र अनि अब के भन्नु खोइ आज नआउने अरे कहाँ कसले पढाएको जस्तो कस्तो सँगै रौँ भनेको सँगै थियो रौँ फिल्म हेर्न पुरा 5 मिनट थियो फिल्म सकिन अनि त्यो मन प्लक हल्लेको के सकिन त किन न शर्मिली शर्मिली अब भवानी से शादी करना चाहती है। भवानी से? पागल हो गए हैं क्या? तो ठीक है खबर सुनकर मेरे गांव से तो ठीक है क्या कहूंगा मैं उनसे? आप इन्हें समझाइए ना। शर्मिली मेरी होगी। जिद मत करो बेटा, मैं उसे नाराज नहीं कर सकता। एक बाप की मजबूरी समझो, उसके बदले तुम जो मांगो मैं दूंगा। तो ठीक है, आप ही के कहने पर मैंने श्रुति को दिल से निकाला और आज आप ही के कहने पर शर्मिली को। तुम बहुत अच्छे हो। अरे मेरा भी तो सोचिए ना यार, मेरी वजह से तुम दोनों अलग हुए, मैं ही तुम्हें मिलाऊंगा। बेटा बेटा श्रुति जैसी लड़की तुम्हें नहीं मिलेगी। बेटा बेटा हाँ कर दो ना। चलिए ठीक है। क्या बात है गूगल कुमार, क्या हुआ? सनी की शादी हो रही है। किससे? श्रुति से। और किससे? उसने आपको अपनी बाटली में उतार दिया और आप उतर भी गए। कुछ नहीं हो, ये लड़का डेयरिंग यो छ यो कहाँ गयो यो गुन्डा यो फिल्मको अनि यसको बाबा यो त्यसको आमा एक आमा भन्दा छ बाबा भाई। अरे बेटा ये तो अब सुनिए, इन्हें 1 फीट जमीन दे दीजिए। इसे तो जमीन में गाड़ ही दूंगा मैं। बलवन जी अभी अभी आपने वादा किया था। अरे मैंने हाँ कहा है, वादा तोड़ नहीं सकते। मैंने इससे वादा किया है, इसलिए वो 1 फुट वाली जमीन तेरी। जा। हमें जमीन वापस मिल गई, हम ये खेल जीत गए। अब नौकरी पे जाओ। यहाँ शादी पापा मुझे 10 दिन का टाइम दे देते तो। मुझे भी 10 दिन चाहिए, 10 गोली मारूंगा। भयो खुश रहो, तुम्हें सब खुशियां मिले। अरे मैं क्यों? तूने मुझे टेढ़े से सीधा कर दिया। सीधी तरह थैंक्स बोल। बलवन जी मुझे लगता है श्रुति मना कर भयो बेटा, लगता है तूने अब तक जाँदैछ अब के भन्नु 20 पुरो हामीलाई 20 पुरो के भन्छ त्यहाँ त्यसलाई बोलाइछु साथी हो ओके ब्लॉग
आइज भन्दा पनि मानिदिनु यहाँ नि आगो लगायो आगो आइज आगो लाग्यो यताको भ्यू हेरेर ओए त्यो गाडी कुनै हो एकछिन भेटौँ ल अनि हेर्नु न यो हेर्नु खुट्टा कुन दिन तल जान्छ नि यस्तो हल्लिन्छ हुँदा हाल्छ देखेर त्यहाँ हर्न गर्छ है त्यो त्यहाँ हर्न गर्छ त्यहाँ त्यो तिमी सक्यो एउटा मान्छेले म अहिले मुख धुएर हाल्छु कि निस्कियो म हावा म पनि हुँदैन अहिले निस्किन्छ कि निस्केर म कपडा यो मेरो भएर तपाईँ ठुल्ने यो म पल्ल त्यही हो कि फोरमा हुँदाको 6मा छु यो त फोटो खिचाउने बेलामा लास्टै हाँस्दै जाने क्या म लास्टै हाँस्थ्यो अनि मलाई पनि आउँछ है मैले त एकचोटि त हान्नु आएको क्या लास्ट डेन्जर हान्नु आएको मेरो यहाँ उस छ सेन्ट देखाउँछ ऱ्यान्डम ड्याडीले ल्याइदिनु भएको थियो यो प्रिमियम छ क्या अलि प्रिमियम जस्तो लाग्छ मलाई त यो के हो मेड इन फ्रान्स देखेन क्या अहिले नेचुरल्स यहाँ मेड इन फ्रान्स हो कि कस भएन फोकस हेर्नु मेड इन फ्रान्स हो कि कहाँ हो मेड इन फ्रान्स के यहाँ क्लियर देखेन कि मेड इन फ्रान्स यो स्विटम्यान बी सिल्भर बी फ्ल्यास फेरि प्रिमियम छ कि फेरि लास्टै प्रिमियम यति पनि होइन यता यस्तो पनि यस्तो दामी सिल्भरको दामी आउँछ यस्तो निस्किने फेरि राम्रोसँग निस्किनु कि अलि यस्तो गरेर निस्किनुपर्छ त्यो कातले राम्रोसँग निस्किनु अनि यो हुन त राम्रै हो यसको सेन्टको उस पनि दामी हो यो राम्रै खासै राम्रो छ त होइन खासै राम्रो भन्दा पनि एकदम छ दामी यो मेरो फेभरेट ड्याडीले ल्याउनु भएको मेरो सेन्ट ड्याडीले के अरे सेन्ट ल्याउनु भएको ड्याडीले यहाँ भित्र खरिहाल्ने भित्र हालौँ त भित्र ल हाल्यो अनि चाहिँ यो हेर्नु न यो दामी हो क्या अरूभन्दा पनि यो यस्तो यसको डिजाइन मलाई मनपर्छ कि हेर्नु न कस्तो ग्रिन कलरले बनाए जस्तो छ मेड इन कहाँ हो यो फेरि यसमा मेड इन देख्दिनँ हो मैले पावर फिल्ममा के लेखेको छ क्लियर देखेन रोक्ने म क्यामेरा लागिसक्यो फोकसै भएन क्या अघि रोक्ने यो को हो त मान्छे हो के हो हेर्नु मलाई मम्मीको सेन्टका दामी है
प्रिन्स कलले कसको खोल्नु कसको मम्मीको यो खोल त एउटा हातले खोल्नु कि सौरभ जोशी बन्ने हो क्या अब सर्दोसी भन्नु हेर्नु न क्या दामी है यो हेर्नु यो झन् प्रिमियम छ त्यो भन्दा मेड इन फ्रान्स मेरो भाइले बनाउने क्या यसलाई रोनाल्डोको ट्रफी रोनाल्डोको च्याम्पियन रोनाल्डोले वर्ल्ड कप जिते रोनाल्डोको वर्ल्ड कप ट्रफी रे रोनाल्डोले वर्ल्ड कप जित्दैन त्यस्तो खोया प्लेयर हो खोया हो अनि खोया हो ओए नेमार खोया छ यी नेमार दामी हो नि है क्या ल कमेन्ट हान्नु है नेमार कि रोनाल्डो है सबभन्दा धेरै रोनाल्डो भनेर कमेन्ट आउँछ ल सबभन्दा धेरै रोनाल्डो भनेर कमेन्ट आउँछ कमेन्ट कहाँ आउँछ तिमी कसले दिन्छ रोनाल्डोले मान्छेले यो त्यो चस्मा लगाएर कसो देखिन्छस् उयो चस्मा लगाएर कसो देखिन्छस् इन्टरटेनमेन्ट युज जस्तो देखिन्छस् त्यो झिम्बु आयो झिम्बु भन्छ है भोटेहरू झिम्बु आयो भन्दै आउँछ है केही बेच्न औँठीहरू त्यस्तोहरू बेच्न आउँछ त्यही जस्तो देखिन्छस् हो र यी हेर्न ल ओल्ड फोटो अफ कुनाली एन्ड पियुष ओल्ड फोटोहरू हेरौँ है साल जोशीको भागेर आएको होस् ए भागेर आउँछ यो चोर ओल्ड फोटो साल जोशी अलिक खासै मन पर्दैन मलाई साइज आज की वीडियो में हम दोबारा से करने वाले हैं रिएक्ट हमारी ओल्ड फोटोज एंड वीडियोस पे ल है त र मेरो गाइस अब भ्लग सक्यो म राख्छु मसँग चार्ज छैन मोबाइलमा पनि चार्ज छैन अनि कति पर्सेन्ट छ अरे आपकी पुरानी फोटोज एंड वीडियोस 3% छ कि ल आ चुके हैं बनाए फिर लेट्स गो एंड गाइस इस बार कुनाली नहीं है सिर्फ हम दोनों भाई करने वाले हैं